तारका उतालको थारमा लागेर यदि तपाईको होटल भएको भए तपाईले दिएको खानामा चाहिँ अमलेटमा माछाको काँडा भेटेको भए के तपाईलाई मृत्युदण्ड दिनुपर्ने? मृत्युदण्ड मलाई दिनुपर्ने होइन। माछाको काँडा भेटिनुको तपाईको सानो तिनो काँडा एउटा टुक्रा दुईटा टुक्रा अलिकति अल्झिएर परेको भए त्यसलाई तपाईको एउटा अलिकति मान्छेले विचार गर्थ्यो नि त। खै त गृहमन्त्रीले विचार गरेको त जागिर खाइदिने परिवारको भविष्य अन्धकार बनाइदिने। माछाको एक भागको काँडाको एउटा सबै करमै जति परेपछि त अनि झुकेर परेको हुन्छ त्यो। अनि के गरेर पर्यो त भन्नुस् न त? त्यो त्यही षड्यन्त्र गरेर पर्यो नत्र भने त्यो सुदन गुरुङले खल्तीमा राखेको काँडा निकालेर अमलेटमा राखे कि? त्यस्तो गर्ने षड्यन्त्र गरेर कसैले जनतालाई दुःख दिने त्यस्तो खालको तेज भएको मान्छे चाहिँ उहाँ होइन। होइन तपाईको नजरमा सुदन गुरुङ कस्तो व्यक्ति भन्नुहोस्? मेरो नजरमा त त्यो सुदन गुरुङ त छ नि सुरवीर एउटा राष्ट्रिय सपुत हो उहाँ। गोली र गोली बराबर भएको तेज हो उहाँ। उहाँको विषयमा कसैले लान्छना लाउँदा म सिटिमिति पत्याउनेवाला छैन कि मैले प्रष्ट देख्नु पर्यो म पत्याउँछु होइन भने। तपाईले सुदन गुरुङको 100 तोला सुन देख्नु भयो? 200 रोप्ने जग्गा देख्नु भएको थियो? मैले देख्नै पर्दैन। अनि कसरी पत्याएको तपाईले? सुन्नु न, उबेला कालको मान्छे अलिकति लाउरेका खलक पहाडका मान्छेको पाखो सबै हुन्छ रेखो 400-500 रोपनी पनि हुन्छ। सुदन गुरुङ चाहिँ उसको बुवा चाहिँ लाउरे रहेछ। त्यस कारणले आफ्नो सुदन गुरुङलाई बच्चामा पढाउन नसकेर काठमाडौँमा चाहिँ आफ्नो आफन्तकोमा चाहिँ पढाउनु पठायो। आर्थिक अवस्था कमजोरको कारणले गर्दा। अनि तपाईले कसरी भन्नु सक्नुहुन्छ कि उहाँ लाउरे हो? होइन हावामा बोल्दिने। तपाईँको चोट पक्रेन? मेरो चोट तपाईले सुदन गुरुङबाट कति खानु भएको छ? कति पैसा दिएको छ तपाईँलाई? तपाईँ सुन्नुहोस्, म तपाईँलाई बरु तपाईँको यसको भ्युज युज गरेर 2-4 पैसा तपाईँले खानु होला, कसैले केही पनि खानु। अनि सुदन गुरुङबाट कति पैसा खानुभयो भन्नुहोस् मलाई? तपाईँले कसरी झुटो कुरा भन्नुभयो? सुदन गुरुङ लाउरेको छोरा हो? लाउरेको छोरा भएको नाताले पनि लाउरे। अनि कसरी उसको बाउ लाउरे भयो? तपाईले जसको कि पहाडमा एक टुक्रा जग्गा थिएन, जमिन थिएन, अब तपाईँ पढाउने हैसियत थिएन, औकात थिएन। मोदी सेवा त स्वर ठुलो जिग्नी भए तपाईँभन्दा ठुलो बनिन्छु म। होइन भने क्वेसनको एन्सर सत्य कुरा भन्नुहोस्। तपाईँले मलाई भन्नु खोजेको म कसैको दही चिउरे भएर उठे होइन। तपाईँ लाउरेका सन्तान अलिकति भएको नाताले नि सुन हुनसक्छ भन्न मात्रै खोजेँ मैले। ऊ लाउरेकै छोरो हो भने मैले पुष्टि गरेँ होइन। तपाईँले भन्नु खोजेँ कि म 40 वर्षको राजनीतिक एक्सपिरियन्स भएको मान्छे, तपाईँ कति वर्ष आउनु? यदि तपाईँमा एक्सपिरियन्स थियो भने सुदन गुरुङकोमा 100 तोला सुन छ भन्दा किन पत्याउनु भयो? 200 रोप्ने जग्गा छ भन्दा किन पत्याउनु भयो? जेएनयुको आन्दोलनमा के गरेर हिँड्थ्यो भन्नुहोस्? यो 10वटा पार्टीका दही चिउरा र 500 बारी खाने मान्छे कसैको नि कुरा पत्याउन म स्वतन्त्र हिसाबले। होइन तपाईँले सुदन गुरुङको तारिफ गर्नुको कारण के थियो? रहस्य के थियो बताउनुहोस्? युवा जोस जाँगर भएको र अहिले राष्ट्रमा यत्रा भ्रष्टाचारीदेखि लिएर सारालाई अन्त्य गर्ने यसको जाँगर। जेएनयुको आन्दोलन हाइजेक गर्ने चाहिँ राष्ट्रवादी हो? कसरी तपाईँले हाइजेक गरे उहाँले देख्नुभयो? उहाँले देखेन। पानी बाँडेर पहिलादेखि समाजसेवा हो। तपाईँ पत्रकारिता गर्न थालेको थियो। यहाँ सुन्नुहोस्, सुदन गुरुङ राष्ट्रवादी कसरी भन्नु सक्नुभयो? टिओबी ब्लड ग्रुपबाट परिचालन भएको व्यक्ति हो। मैले ऊ राष्ट्रवादी एउटा राष्ट्रिय स्तरको मान्छे हो, राष्ट्रको सेवक हो भन्ने कुरा त तपाईँ जङ्गिनुको कारण किन? तपाईँ रिसाउनुको कारण किन? तपाईँ स्वतन्त्र अभियन्ता भन्नुभएको थियो, मिडियामाथि किन आक्रोश? तपाईँ आक्रोश मैले भएको होइन, तपाईँले मलाई लिएको एक्सन अनुसार म तपाईँसँग गरेको मैले। तपाईँ झुटमाथि झुट बोल्दै जाने अनि मिडियाले तपाईँको कुरालाई वावा गर्ने। दल पार्टीको झोले चम्चे पत्रकार देख्नु भयो? होइन, झोले चम्चे पत्रकार हो भने तपाईँ आफैले देख्नुहोस्, मलाई टाउको दुखेको छैन। मलाई कसैको झोले पत्रकार यताउति म 500 बारी सुदन गुरुङको यत्रो काण्ड मुन्टाप चलिरहेको अवस्थामा पनि तपाईँले उसको गल्ती नै नदेख्नु भनेपछि त तपाईँ त अन्धा भक्त रहेछ भन्ने देखियो नि त। अन्धा उज्यालो भक्तले गएर पुष्टि गरिदिनु नि त भइहाल्यो। यदि सुदन गुरुङमाथि अपराध नलागेको भए, उसले अपराध नगरेको भए उसलाई गृहमन्त्रीको पदबाट किन निर्माण गर्नु पर्यो? कसले गर्यो भने उसको इच्छाले राजीनामा दिएको होइन, तपाईँ देख्नुहुन्न? उसको इच्छाले राजीनामा दिएको, उसको इच्छाले चाहिँ गृहमन्त्रीको पद पायो। यदि ऊ पुष्टि भएर तपाईँ कस्तो अभियन्ता हुनुहुन्छ? सुदन गुरुङले आफै राजीनामा दिएको हो? कसले दिएको? तपाईँ दिनु लगाएको मैले गएर दिएको। सुदन गुरुङलाई गृहमन्त्रीबाट चाहिँ भोट पारेर पछाडिबाट लात हानेर निकालेको। लात हानेको होइन, तपाईँ ऊ आफ्नो सोही इच्छाले दिन्छु राजीनामा। पुष्टि भयो भने म पदै खान्न भन्न सक्ने बहादुरलाई तपाईँ आरोप लगाउनु। बहादुर 600 तोला सुनाउने, 200 रोप्ने लगाउने बहादुर हो। समयलाई अगाडि चाहिँ पानी बेच्दै होइन, पानी अभियन्ता भनेर चाहिँ
उहाँले त जेनजीको आन्दोलनमा चाहिँ ढुकुवा स्याल जस्तै ढुकिराख्ने अनि पद आउने बेलामा पाउने बेलामा चाहिँ ह्याजेट गरेर आफू चाहिँ गृहमन्त्री पड्काउने यही हो सुदन गुरुङको नियत। तपाईँले पत्रकारमा पाउनुभयो, मैले सामाजिक अभियन्ता पाएँ। उनले दुःख परिश्रम गरेको थियो, उनले हिजोसम्म त तपाईँ पुराना दल पार्टीको जयकार गर्दै हुनुहुन्थ्यो। आज बालेन सरकारको दुई सरकार बन्ने बित्तिकै तपाईँ त्यतातिर कोल्टो फेर्दिने दुई जिब्रो हो। 4 जिब्रो 6 जिब्रो 10 जिब्रो भन्नुहोस्, काली नै भन्नुहोस्, मलाई टाउको दुखेन। हिजोसम्म त हर्क साम्बाङको जयकार गर्नुभयो। होइन यो झुट नबोल्नुहोस्। किन झुट? तपाईँको भिडियो प्रत्येक हामीसँग रेकर्डमा छ। हर्क साम्बाङले राम्रो गरेको काम अहिले दार्चुलामा पुल उद्घाटन गर्नुको राम्रो भनिदिन्छु म। राम्रोलाई राम्रो, नराम्रोलाई भनिदिन्छु। उसको जय जयकार गरेर म कसैको झोली झन्डा होइन। फेरि त्यो आरोप नलाउनुहोस्। तपाईलाई म एउटा कुरा के गर्न चाहन्छु भने हर्क साम्पाङ राम्रो थियो भने तपाईँले हर्क साम्पाङको किन सपोर्ट गर्नु भएन? मैले राम्रो काम छौन्जेल सपोर्ट गर्ने मै त हो। तपाईँले आरोप लागेका सुदन गुरुङलाई चाहिँ सपोर्ट गर्नुभयो, एउटा आरोप नलागेको हर्क साम्पाङको नाम किन लिनु भएन? तपाईँ पुष्टि गरिदिनु नि त ल घर पुष्टि गरिदिनुहोस्। गर्न सकेन, फेरि मन्त्रीमा बहाल भएर आए। होइन तपाईँको अनुहारमा पसिना कसरी आयो भन्नुहोस्? मेरो पसिना त मलाई हिट हो नि। तपाईँले यसरी पसिना आउँछ भने तपाईँले प्रत्येक कुरामा चाहिँ झुट बोल्नु भएको छ। मलाई झुट होइन, म गोपाल थापा सामाजिक अभियन्ता भन्ने राष्ट्र अन्तर्राष्ट्रले चिनेको सामाजिक अभियन्ता राष्ट्रिय अन्तर्राष्ट्रले चिनेको, तर सुदन गुरुङको झोले। म झोले होइन, बरु तपाईँ नै हो कुन चाहिँ नयाँ झोले। म झोले सोले होइन, म कसैको गुणगान बोले पनि होइन, झोले पनि होइन। म स्वतन्त्र रूपले बोल्छु, निष्पक्ष बोल्छु, स्वतन्त्र बोल्छु, जायज बोल्छु, यथार्थ बोल्छु, सत्य बोल्छु। अनि तपाईँलाई त्यो सत्य देखा परेन? मैले के त सत्य देखाएर आँखामा त सुदन गुरुङले पट्टी बाँधेको थियो नि त। होइन सुदन कहाँबाट देख्ने तपाईँ? अब मेरो आँखा पट्टी बाँधेर तपाईँको अस्ति लागो पट्टी झिक्या भेट्ने कुरो भयो। नत्र भने राम्रोलाई राम्रो, नराम्रो नराम्रो भन्छ। हिजोसम्म जय जयकार हर्क साम्बाङ गर्दै हिँड्ने, जति बोले पनि नथाक्ने, अहिले 2 दिनमा तपाईँको जिब्रो पल्ट्यो। यो भोलि जिब्रो पल्ट्यो, कान पल्ट्यो, आँखा पल्ट्यो नभन्नु न। तपाईँ पर्सि सोध्नुहोस् न, राम्रो कामको राम्रै भन्छु। ल सुदन गुरुङले के राम्रो काम गरे भन्नुहोस्? त अनि यत्र भ्रष्टाचारी ल्याएर फाइल खोलेर अहिले जेलको कत्रा भ्रष्टाचारी पक्रियो? पत्रकार आज कुनै एउटा भ्रष्टाचारी पक्रियो, कुनै विषय बोल्नु भएको छ आज भ्रष्टाचारीको विषयमा? गृहमन्त्री पन्न के को लागि बसेको? को? सुदन गुरुङ। जेको लागि बसे त्योभन्दा बढी गरेर देखाएको छ। के गरेर देखायो? तपाईँ आँखा पट्टि